विचार कहाँबाट आउँछ? के यो स्वाभाविक प्रक्रिया हो? के यो विज्ञान हो? यो मनोविज्ञान मात्रै हो कि यसको पछाडि कुनै गहिरो राज छ? विचारको उत्पत्ति कहाँबाट आउँछ? के हो त विचारको उत्पत्ति स्थल, उद्गम स्थल जहाँबाट चाहिँ विचारको प्रवाह हुन्छ? के यो हाम्रो दैनिकीको प्रभाव हो या यो हाम्रो संस्कार या कर्मको प्रभाव हो? विचार हामीलाई किन त्यस्तै खालको विचार आइरहेको छ? एउटै प्रकारको विचार आउनुको कारण के हो? किन हामी त्यही पछाडिकै विचारमा गइरहेको छौँ या अगाडि हामी जुन स्थितिमा बस्नुपर्ने हो त्यो स्थितिको विचार हामीमा किन धेरै जसो आउँदैन? विचार आउने पनि एउटा ठाउँ छ या यो हाम्रो एउटा गलत सोचाइ मात्रै हो? विचारको उत्पत्ति हुने कुनै ठाउँ छ या यो हाम्रो मनले मस्तिष्कले सिर्जना गर्ने एउटा कुरा हो? त्यो विचारहरू कहाँबाट आइरहेको हुन्छ? के हाम्रो दिमागलाई अगाडि नै थाहा हुन्छ यस्तो विचार आउँछ भनेर, कि त्यो हाम्रो दिमागमा भूतकालको कुराहरू बसेको हुन्छ, त्यही अनुसारले त्यसले काम गरेर हामीलाई विचार प्रवाह गराइरहेको छ? के यो विचार हामी आफैले उत्पत्ति गरेको हो या यसको केही स्रोत या केही एउटा बिन्दु छ? हामीले नचाहेको या नसोचेको विचार पनि आउँछ, किन आउँछ? के हामीले धेरै सोचेर त्यही विचार आइराख्ने हो या विचार गर्दा गर्दै विचार आउने हो? के हो त विचारको मनोभाव?